आज प्रिन्सेस ट्रिटमेन्टबाट हाम्रो म्याडम हुनुहुन्छ ड्राइभर अनि आज हामी लास्टै झ्याउलाएर घरबाट निस्क्यौँ अनि हामी बौद्धतिर जाँदैछौँ अनि बेसी त्यहाँ गएर के गरिन्छ हेर्दै जानु होला हाम्रो कताबाट यताबाट बनाऊ राइडरले अलिकति डर लाग्दो चलाउनुहुन्छ मलाई लास्टै डर लाग्छ फेरि चलाएपछि डेन्जर भाडामा चलाउनुहुन्छ कि साइडमा पोखर हेर्ने होइन साइडमा कुन गाडी छ हेर्दैन सिधै अगाडि मात्रै हो पोखर साइडमा गाडी आउँदै यताबाट त्यो केही पनि हेर्दैन अनि त्यही भएर मलाई लास्टै डर लाग्छ क्या त्यो कुरा गाइस हामी लाइक के झोल मोमो र अगाडि लोकल झोल मोमो अलि अगाडि हो लाइक हामीले होइन टिकटकमा देखिरहेको थियौँ कि अनि फाइनल्ली हामी आयौँ हामी चाहिँ आइपुग्यौँ अब हामीले अर्डर गरिसक्यौँ एन्ड वी आर वेटिङ फर आवर अर्डर एन्ड वान ट्राई द्याट किनभने एकदम नाम सुनेको थिएँ त्यही भएर एक्साइटेड छ अनि हामीलाई क्रेभिङ पनि भएको थियो कि एकदम क्रेभिङ भइरहेको थियो होइन लोकल खाने अनि ठ्याक्कै टिकटकमा आयो लोकल झोल मोमो खासमा हामीलाई चाहिँ भुटोलको हामी गइराख्ने ठाउँको एउटा झोल मोमो याद आयो अनि त्यही भएर हो कि त्यसको याद आएर अनि क्रेभिङ भएको अनि त्यही भएर अनि हामी खोज्यौँ अनि ट्याक्कै टिकटकमा आयो अनि देख्ने बित्तिकै हामी हिँडिहालेको सुरुमा चाहिँ उहाँहरूले सुपलाई सर्भ गर्नु रहेछ उसले सुरुमा मुसुले ट्राई गर्छ नि भन्छ तातो खान सक्दैन यो मिक्सर खाने हाम्रो मोमो पनि आयो झोल पनि आयो पैसा चाहिँ मोमो ट्राई गर्न भने मोमो ट्राई गर्नु न भनेको कि म त तातो खानु सक्दैन नि त अझै त खानु सक्नु चटनी हो ऊ पनि मतलब उहाँले पनि तातो खाना पनि सक्दैन अनि उहाँले यसरी काटेर जहिले पनि के रिभ्यू त दिएन साँच्चै हो नि खाएर हेर्छु उहाँको रिभ्यू त म अझै बेसो भएन लेट मी ट्राई म चाहिँ यसो दुधको पार्छु कि मोमो अनि बल्ल Cada experta. हाम्रो बुटो जस्तो त छैन ल गरम मिठो हो मैले अहिलेसम्म खाएको काठमाडौँमा खाएको मिठो बुटो जस्तो त छैन बुटोमा हाम्रो एउटा ट्राफिक चौकमा पाइन्छ कस्तो मिठो पाइन्छ स्लो सिज खाउन होइन क्या
पिटी पिटो गरेर खा एउटा एउटा गरेर खाउँ न म सक्छु मोमो लगा पल्लोपट्टि पसलमा हालेर ल्याइदिन्छु ल पल्लोपट्टि पसलमा पैसा हाल्दैछ अनि क्यासेर मोमो लगाएर होइन म एक प्लेटमा कहिले काहीँ त हाफ प्लेटमा कहिले पनि मतलब के अरे अब सोचेर आज यता जाऊँ उता जाऊँ भनेर कहिले सोचेर हिँड्दैन थिएन अनि हामी धेरै रुममै बस्छौँ कहिले हामी निस्किन्छौँ नि त अब यसरी पानी पर्छ यसरी यहाँ पानीको थोपा देख्यो भने पानी परिरहेको भइरहेछ अब पानीले अब विशेष बनाउँछ अब हामी चाहिँ हिँडेछौँ पोखरमा हामीलाई मतलब अब म के सोचेँ नि टाढा टाढा काम यसो डुलौँ भनेर हावा काम हावै लगायो अब मोमोमा गएर तर त्यहाँको मोमो चाहिँ A1 थियो मतलब बुझ्नु थियो 10 आउट अफ 8.5 प्राइस पनि राम्रो रिजनेबल माथि गएर भेटौँ न नभिजेका बाटो त अब के गर्नु यही भ्यू हाम्रो लागि यही मुस्तान हो कस्तो दामी भ्यू छ देख्दैन गरेर बस्दा मन लाग्ने चारैतिर जङ्गल पनि छैन क्या हात्ती जङ्गल हात्ती घरहरू
यहाँको भिड पनि हेर्न सक्नुहुन्छ हजुरहरू। यहाँ पनि मान्छेहरू आइरहेको त्यस्तो छैन। यहाँ एकदम राम्रो छ, रमाइलो छ। त्यो माथिबाट नि जाने ठाउँ रहेछ त्यो। हिँड्न सकिन्न के हो सक्नुहुन्छ त हिँड्न। ल गाइस अब हामी घर जान्छौँ। पानीले साथ दिएको छैन। त्यहाँ देखाउनु नि कस्तो दामी हो नि त। अँ। त्यहाँ माथि के कस्तो रियलमा कस्तो राम्रो देखिँदैन नि त। चिसो मौसम कहाँ जाने सोचेर हिँडेको थियौँ बिच बाटोमा जान पाइएन। अब नेक्स्ट ब्लगमा फेरि भेटौँला। बाई 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 बाई। नेक्स्ट ब्लग नेक्स्ट डे हामी आज स्पाइडर मुभी हेर्न जानेछौँ। अब हामी आइपुग्यौँ भित्र अनि उहाँ चाहिँ लिँदै हुनुहुन्छ पपकर्न। उहाँ पपकर्न नभइकन मुभी हेर्ने मान्छे होइन, त्यही बाहिर। यो मान्छे चाहिँ एक नम्बरको खन्चुवा छैन। यस्तो गरेको यसरी खप्नु मान्छे भित्र जाँदै On and off as long as you do it before the mRNA transcription? Maybe. I mean, if you apply the same thinking, you could even develop some kind of auto. कस्तो लाग्यो मुभी कस्तो लाग्यो छिटो भन न। राम्रो यो पनि खा। बर्गर पनि खाएर भ्यायो, जुस पनि खाँदै हुनुहुन्छ सरले। भन न अरू किन स्टार्ट भएको? पार्किङको टिकट हराएर नबोल्ने के छैन टेन्सन हाल्यो। हामी चाहिँ हाफ भएर बसेको। हाफमा मान्छेहरू किन्न जान्छन् खानालाई, उहाँले अगाडि नै खाएर गइसक्नु भयो। अरू के खानुहुन्छ कि? म चस्मा लगाइदिनु ल Oh my god. Handsome, 1, 2, 3. के भन्नुहुन्छ ल भन्नु छिटो। पछि भेटौँला त भन्नु। बाबा लान्छु भनेको मलाई घुमाउनु लान्छु भन्नुभएको थियो, तर अब मलाई घर लाने भोर खाना पकाएर खुवाउँछु भनेको एक साह्रो खोइसकेको हो। अब हामी त्यहाँबाट पकाएर घर जान्छौँ। कस्तो लाग्यो भन्नुलाई? तर मलाई कस्तो अगाडि यति भान्मिस भयो, त्यस्तो अब कन्फ्युजन थियो एउटा। मलाई नि राम्रो लाग्यो, तर इन्डिङ राम्रो भयो क्या। फ्रेन्डसिपमा राम्रो भयो। लभमा केही भएन होइन।
जग्गा हेलो साथीहरू मैले फेरि फकाएर घुमाउन लिएर आउनु भनेर बल्ल बल्ल श्री भेरिएबल्स यता घुमाउन लिएर आउनु भएको फेरि पानी पर्न थाल्यो के गर्नु मेरो जिन्दगी यस्तै छ कतै घुम्न जाऊँ न कतै हिँडौँ न भन्यो भने पानी परिहाल्छ के हो बुझ्नै नसक्ने अन्त बाबा भन्नुहोस् के भन्न चाहनुहुन्छ मलाई त खासमा निन्दा लागेको थियो यार ए भन्नु न हजुरलाई घुम्न मन थिएन त्यति साह्रो थियो कतै घरमा बसेर खाना खानु पर्थ्यो सुत्नु पर्थ्यो अब यहाँबाट घुम्दै जानु पर्छ क्या यस्तै छ अब मान्छे घुमेर देख्नु